उदयपुर जिल्लाको सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिकाको केन्द्र गाईघाट बजारदेखि 13 किलोमिटर पूर्व लागेपछि यो मदन भण्डारी लोकमार्ग हुँदै हामी चाहिँ आइपुगिन्छ यो गाईघाट र बेलटार बीचको चौधनीगढी नगरपालिकाको वडा नम्बर 10 रहेको देवधार। यो चाहिँ अस्थायी प्रहरी पोस्ट देवधार हो। सुन्दर गाउँ चाहिँ चौधनीगढी नगरपालिकाको वार्ड नम्बर 10 देवधार हो र यहाँदेखि बेलटार 7 किलोमिटर पर्छ भने गाईघाट चाहिँ 13 किलोमिटर पर्छ। यो गाडीहरू गाईघाटबाट यता बेलटार हुँदै पूर्व जान्छ यो मदन भण्डारी लोकमार्ग। अब हामी यसै क्रममा चाहिँ जान्छौँ। यहाँ बालबालिका चाहिँ यही विद्यालयमा पढ्दो रहेछ, भीमसेन आदर्श आधुनिक विद्यालयमा। र यो चौधनीगढी नगरपालिका वडा नम्बर 10मा हामी मदन भण्डारी लोकमार्गको गाईघाटदेखि 13 किलोमिटर बस पूर्व बेलटारतिर आएपछि अब हामी मदन भण्डारी लोकमार्ग छोड्छौँ र हामी भित्र लाग्छौँ। यो बाटोभित्र जङ्गलको बाटो र हामी आज तपाईँहरूलाई त्रियुगा नगरपालिका वार्ड नम्बर 14 साउने भैँसेटेपी देखाउँछौँ। भण्डारी लोकमार्गबाट आएर अब यो देवदारदेखि चाहिँ हामी भित्र पस्छौँ। जङ्गलको बाटो अब भित्र पस्छौँ। अब यहाँ अहिले 370 किलोमिटर भएको छ भित्र छिर्छौँ। यो चाहिँ हिल्स स्कुल यो देवदारको गाउँ भएर चाहिँ भित्र छिर्छौँ। यहाँबाट भैँसेटेम्कीतर्फ जान्छौँ र त्रियुगा नगरपालिकाको वार्ड नम्बर 14 साउने भैँसेटेम्की आज तपाईँलाई देखाउँछु कि आफ्नै वडा कार्यालय जान पनि अन्तरपालिका जानुपर्छ। यो भैँसेटेम्की भाषीको यो बेलटारको यो पुमा बोर्डिङले यताको बच्चाहरू लाँदो रहेछ। यहाँबाट चाहिँ बेलटार 8 किलोमिटर पर्दछ। हामी चाहिँ अब जङ्गलको नजिक आइपुगेका छौँ। अहिले यो गाईघाटदेखि 13 किलोमिटर चाहिँ पूर्व बेलटारतिर आएर देवदारबाट भित्र छिरेका छौँ। यहाँबाट 3 किलोमिटर 13 किलोमिटर 16 किलोमिटर हो। अब हामी देवदार जाँदैछौँ, के अरे भैँसे जाँदैछौँ। अब जाँदा यहाँ आएर आँप टिपेको पनि पाइयो। हामी अब यहाँबाट भैँसे जान्छौँ। आँपै छैन रहेछ अनि के आँप हो? तपाईँ त राइज हो र साउनेको हो? आमामा कटर त म चाहिँ स्कुल पढ्दो रहेछ। स्कुल लाग्छ लाग्दैन? लाग्छ। बन्द भएछ।